दर्शकबिन नमस्कार, म अर्जुन पुनः मगर। यति बेला तपाईँ हेर्दै हुनुहुन्छ ई कर्णाली एचडी टिभी अनि ऐना टिभी.com। 2082 साल 7 महिना 29 गते मेरै छेउमा बसिरहनु भएको छ। उहाँको घर चाहिँ घर भन्दा नि टहरा। उहाँको भूकम्पले घर ढालिसकेपछि नेपाल सरकारले अस्थायी टहरा निर्माणको लागि दिएको थियो। उहाँको टहरामा बसिरहनु भएको थियो। लगत्तै अस्ति 29 गते शुक्रबार उहाँको पूर्ण रूपमा टहरा जलिसकेपछि, उहाँको खाने रासन, लुगा लत्ता, भाँडाकुँडा सबै जलिसकेपछि अहिले मिडिया मार्फत आउनु भएको छ। म उहाँलाई केही कुराहरू सोध्नेछु। उहाँलाई सोध्छु म। उहाँको नाम चाहिँ मैमे पुन मगर हो। उहाँको मुखरबन्दीबाट हामी सोध्नेछौँ। उहाँको नाम भनिदिनु न। मैमे पुन मगर। अलिक ठुलो स्वरले बोलिदिनु है। मैमे पुन सर। हजुरको घर चाहिँ कहाँ पर्यो ठ्याक्कै भनिदिनु त। डाँडा सिम रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका वडा नम्बर 12 ठुलीबारको सिमटोल पर्यो तपाईँको। सिमटोल पर्यो। तपाईँको घर भन्दा अस्थायी टहरा जल्यो होइन? टहरा जल्यो। त्यतिखेर तपाईँले टहरा जल्नुको कारण चाहिँ त्यहाँ चाहिँ सामानहरू अथवा आगो फुकेर जानु भएको थियो कि के भएर त्यहाँ जल्यो त्यस्तो केही थाहा पाउनुहुन्छ? मैले भात पकाएको थिएँ। कति बजेको टाइममा भात पकाएको? कति बिहानको 9 बजे। 9 बजे भनेर खाना खाएन अनि काममा बिजुलीका पोलका काममा खड्डामा आउँदाखेरि 9:30 भएको थियो बाबु। त्यही हो। अनि दाउरा तपाईँले आगो फुकेर जानुभयो? दाउरा त टनकै फेरि हुँतिरै सोलरको ब्याट्री हुँतिरै बत्ती हुँतिर तोरीको थैलो हुँतिरै लुगा लत्ता सबै कबारा भाँडा सबै हुँतिरै हो। दर्शकबिन उहाँले भनेको चाहिँ के हो भने अब जस्तै लुगा ओर्ने ओछ्याउने त्यहीँ सुत्नुहुन्छ, खाना त्यहीँ खानुहुन्छ। सानो एउटा कोठो मात्रै छ एउटा होइन, टहरा थियो, त्यो जल्यो। सबै सामान नजिकै भएको कारणले गर्दा अलिकति आगोले नै भेटायो भन्ने उहाँले भन्न खोज्नु भएको हो। अनि जस्तै अब तपाईँको त्यो जल्यो होइन, अनि के सहयोग आएको छ अलिकति छिमेकी अथवा वडा सरकार, नगर सरकार, स्थानीय सरकारले कि तपाईँलाई सहयोग गर्छु भनेर कि तपाईँको टहरा जलेको छ त्यो कोही नगर सरकार अथवा वडा सरकार कोही आउनु भएको छ कि छैन? त्यो त केही भन्नु भएन। सरहरू नगरपालिका सरहरू भनेन, सरकार सरहरूले भनेन। नै सरकार र सरहरू त बेले आइजन भयो। बेले आउनु भयो? को आउनु भयो? न सरकार सरहरू 2 जना आइनु भयो। अनि के भन्नुभयो त उहाँले? तपाईँलाई के भन्नुभयो त? हिजो तपाईँ निरीक्षण गर्न आउनुभयो, घर जले कतिको नोक्सान छ भनेर त आउनुभयो। के भनेर जानुभयो तपाईँलाई? 2,60,000। 2,60,000 को सामान जल्या छ भन्नुभयो? हजुर। अनि कहिलेसम्म आउँछ अरे? बेली बिहान दाइको छोरो माइलो नि त्यहाँबाट अलि वडा काट्ला वडा पालिका त्यहाँबाट वडाका फेरि सचिवको हिसाब दर्शकबिन उहाँले अलिकति वडाको सिपास त्यहाँबाट आज दाइको छोरो माइलो त्यहाँबाट फेरि दर्शकबिन उहाँले भन्न खोज्नु भएको चाहिँ हिजो चाहिँ नगरपालिकाबाट जस्तै नगर सरकारबाट अर्थात् इलाका प्रहरी कार्यालयबाट 2 जना पुलिसहरू आउनु भएको थियो। एकछिन नबोल्नु तपाईँ। आउनु भएको थियो अनि उहाँले सबै निरीक्षण गरेर जानुभएको छ। 2,60,000 बराबरको उहाँको चाहिँ क्षति भएको छ भनेर चाहिँ उहाँले क्षतिपूर्ति भयो नि। उहाँले रिपोर्ट गरेर जानुभएको छ। अब नगर वडा सरकारबाट सिफारिस यता त बनाउनु पर्छ, हरेक कुराहरू हुन्छ होइन। उहाँले भन्न खोज्नु भएको त्यही हो होइन। अनि तपाईँको घरमा को हुनुहुन्छ आजभोलि? को नि म मात्र। त्यहाँबाट फेरि जेठो छोरा नातिनी भावना नातिनी थिए। दर्शकबिन उहाँको 2 भाइ छोरा थिए। जेठा हुने छोराको काल भइसक्यो, कान्छा छोराको पनि काल भइसक्यो। अनि उहाँको एकजना नाति मात्रै हुनुहुन्छ। उहाँले एकदम बेसारा हुनुहुन्छ, एक्लै हुनुहुन्छ। उहाँको आहारा अर्थात् उहाँको सहारा कोही पनि छैन। उहाँ एक्लै हुनुहुन्छ। अहिले टहरा जलिसकेपछि उहाँ स्थानीय बासिन्दा अर्थात् छरछिमेकीको घरमा गएर बस्नुहुन्छ, उहीँ खाना खानुहुन्छ। बिजोग छ। अलिकति यो भिडियो हेर्ने दर्शक महानुभावलाई म के भन्न चाहन्छु भने अलिकति तपाईँहरूले सक्दो सहयोग गरिदिनु होला होइन। थोपा थोपा बनेर पानी बन्ने हो। त्यही भएर सबैले 1-1 रुपियाँ अथवा 5-5 रुपियाँ गरेर उहाँको टहरा भन्दा पनि हामीले 2 कोठे घर बनाउने हामीले सल्लाह गरेको छौँ। हाम्रो स्थानीय बासिन्दाहरू बसेर उहाँको
अलिकति उहाँ गरिब अलिकति आर्थिक रूपमा पनि एकदम कमजोर र सिङ्गल एक्लै हुनुहुन्छ उहाँको श्रीमती हुनुहुन्थ्यो पहिलेको हिसाबमा होइन कि अहिले चाहिँ उहाँ सिङ्गल हुनुहुन्छ उहाँको जेठा छोराको काल भइसक्यो र कान्छा छोराको पनि काल भइसक्यो उहाँको नातिनी मात्र हुनुहुन्छ नातिनी पनि माउला बस्छ सानीबेरी बाफेकोट गाउँपालिका उहाँ नातिनी बस्ने चाहिँ तपाईँको जेठा छोराको काल भएको कति वर्ष भयो अहिले कति वर्षको उमेरमा चाहिँ काल भएको त्यति मैले गन्नु परेन अनि कान्छा छोराको मैले गन्नु परेन कति वर्ष भए दुई भाइ छोरा चाहिँ कति वर्ष हुन्थ्यो अहिलेसम्म बाँचेको भए त्यति वर्षको पर थाहा छैन क्या बाउ समथिङ कान्छा छोराको उमेर चाहिँ 26 वर्षको पछि हुन्न त्यही 18-19 त्यही हो जेठा छोराको चाहिँ जेठो त थप्ला त पर्या त नि 6 क्लास स्कुलमा दशबिन अब अलिकति उहाँलाई अलिकति एकदम गाह्रो भइरहेको छ यस्तो सोझो गराइदिनु होला अनि दशबिन म त्यही भन्न चाहन्छु हामी चाहिँ अहिले रुकुम पश्चिम घाट बिस्कोट नगरपालिका वडा नम्बर 12 ठुलीबारको टोलबाट बोलिरहेको छौँ एकछिन म बोल्छु अनि तपाईँ बोल्नु होला है अनि उहाँ एकदम बेसारा हुनुहुन्छ सधैँ नै एक्लै हुनुहुन्छ उहाँको बोल्ने साथी पनि छैन अनि उहाँका दुई भाइ छोराहरू पहिले नै मरिसके होइन अनि उहाँको अब एउटा चिनो मात्र आस मात्र बाँकी चाहिँ उहाँको नातिनी छ नातिनी पनि अहिले माहुली घरमा बस्छ